कविता हजुर के गर्दै? ए म त खाना बनाउन लागेको म त हेर न हस्पिटल गएको उता घर जानु रात पर्यो यतै पो आएँ त आज त 2-4 दिन यतै बस्नु पर्यो रेस्ट गर्ने हप्ता दिनपछि फेरि बोलाएको छ 2-4 दिन 7 दिन जति बस्छ होला ला अनि रुम त अनि छैन त अनि एउटा छ दुईटा छ त एउटा किचन एउटा किचनमा सुत्न मिल्दैन हेर्नु न उतै छ त दुईटा बेड छँदैछ दुईटा रुम छँदैछ के भन्छ तपाईँ बिमारी यहाँ पनि बच्चा छ के हुँदैन 7 दिनलाई त हो नि अनि 7 दिनपछि त गइहाल्छ नि अब कहाँ जान्छ यति रात पर्यो अब तिमी नै देवर देउरानी छन् भनेर आएँ उहाँदेखि आश गरेर के भएको त जाउँ यहाँ बस्नु एकछिन यहाँ गफ गरौँ बसौँ के अन्त अप्ठ्यारो परेको रहेछ बस्नु ल बस्नु बिमारी मान्छे बस्नु यहाँ छ बस्नु खाना बसाइदिने के खाना बसाले होइन अब बसाल्नु पर्ला अब आइहाल्नु भएछ 5-7 दिनला झोला झोली रहेछ यत्रो अब जानु पनि छ नि है केही हुँदैन अब जानु पनि यो बेलामा कसरी भन्नु साँझ परेका बेलामा कस्ता कस्ताले त बास पाउँछन् रे भन्छन् अब आफ्नै घरको जेठानीलाई नबस्नु नि कसरी भन्नु अब आफै बुझेर गर्नु न अब 1 हप्ता त हो नि 1 हप्ता पछि फेरि बोलाउँछ फलकलाई बोलाएको हो त्यहाँ जाने गइहाल्छ नि अब 1 हप्ता पछि पनि फेरि यहाँ बसेपछि तपाईँ त्यसै भन्ने होला भने नि बस्छ नि के हुन्छ 2 हप्ता बस्नु के हुन्छ र अनि यहाँ पनि समस्या छ नि भने जस्तो सजिलो हुँदैन अप्ठ्यारो पऱ्यो बेला आइहाल्यो कि जान्छु म सुर्खैतिर नबस् भन्यो भने जान्छु अहिले नै ठाउँ खोज्छु यताउति यताउति भन्ने बित्तिकै कहाँ पाउनु यताउति पनि बरु पैसा भएदेखि होटल चाहिँ पाइन्छ होटल राम्रा त्यहाँ भए सिरक डस्ना राम्रा हुन्छन् खाना ओर्न मिठो दिन्छ के ए होटलमै जानु होटलमा त राम्रो पाइन्छ हेर्नु होटलमा जानु पैसा छैन अब हस्पिटलमा सकिएको पैसा भनेर त अनि मगाउनु पर्यो नि दाइसँग जति बेला त कहाँ त्यत्रो उपचार लागेकोलाई हुनुहुन्छ अब 2-4 दिन बास दिन चाहिँ होला भनेर आएको होटल देखायो तिमीले अब देवरसँग कुरा गर्नु न के भन्नुहुन्छ देवरसँग पनि कुरा गर्नु देवरले त केही भन्नुहुन्न तिमीले जे भन्नु त्यही हो कहाँ नभन्नु नि देवरको कुरा आउँदैन तिमीले हो के ल जानु होइन बस्नु अब बिमारी मान्छेलाई लु बस्नु अब यस्तै हो होइन के गर्नु अब 2-4 दिन बिमारी भएको बेलामा हेर्नु पर्यो गर्नु पर्यो बिचरा बिमारी भइन् दम बढी छ के गर्नु नि म त